यदि तपाईँ मालदोबाका लागि भिजा अप्लाई गर्दै हुनुहुन्छ अथवा भिजा अप्लाई गर्ने सोच बनाइराख्नु भएको छ भने सबैभन्दा पहिला चाहिँ तपाईँको पुलिस रिपोर्टमा मालदोबा एम्बेसी न्यू दिल्लीबाट अटेस्टेसन गराउनु पर्ने हुन्छ। अटेस्टेसन गराउनका लागि सबैभन्दा पहिला चाहिँ नेपालको पुलिस रिपोर्ट बनाउनु पर्ने हुन्छ। नेपालको पुलिस रिपोर्ट बनाउनको लागि नागरिक एप पनि प्रयोग गर्न सक्नुहुनेछ भने अर्को भनेको जुन पुलिस रिपोर्टको वेबसाइट छ त्यो वेबसाइटको थ्रुबाट गएर पनि तपाईँले पुलिस रिपोर्ट बनाउन सक्नुहुनेछ। आजको दिनमा नेपालको पुलिस रिपोर्ट झन्डै एक हप्तामा चाहिँ रिसिभ गर्न सक्नुहुन्छ अथवा प्राप्त गर्न सक्नुहुन्छ। नेपालको पुलिस रिपोर्ट बनिसकेपछि तपाईँले त्यो पुलिस रिपोर्टमा परराष्ट्र मन्त्रालयको जसलाई चाहिँ कन्सुलर डिपार्टमेन्ट भनेर भन्छ त्यसको स्ट्याम्प हान्न पर्ने हुन्छ अथवा छाप हान्न पर्ने हुन्छ। त्यसका लागि तपाईँले चाहिँ 500 रुपियाँ राजस्व तिर्नुभयो भने जुन दिन तपाईँले राजस्व तिर्नुभयो त्यही दिन नभए अर्को दिन चाहिँ तपाईँले पुलिस रिपोर्टमा कन्सुलरको छाप लगाएर पाउन सक्नुहुनेछ। त्यसपछि चाहिँ तपाईँले यदि तपाईँ आफै गएर छाप हान्ने हो भने तपाईँ चाहिँ न्यू दिल्ली गएर नेपाल एम्बेसी गएर नेपाल एम्बेसीबाट मालदोबा एम्बेसी गएर सजिलै प्रोसेस गर्न सक्नुहुन्छ। यदि तपाईँ नगएर कसैलाई गर्न लगाउनुहुन्छ अथवा हामीबाट सहयोग चाहनुहुन्छ भने हामीलाई त्यो पुलिस रिपोर्ट र पासपोर्ट कपी पठाइदिनु भयो भने अगाडिको फर्दर प्रोसेस चाहिँ गर्नका लागि अथवा मालदोबा एम्बेसीबाट तपाईँको पुलिस रिपोर्टमा छाप हान्नका लागि सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडले पनि सहयोग गर्न सक्नेछ भन्दै यो भिडियोबाट बिदा हुन्छु। हस्त नमस्कार।